इभिनिङ सबैजनालाई। हामी चाहिँ अहिले ड्युटी सकेर लोटस गएर लोटसबाट हामी फर्किँदैछ है। हामी चाहिँ अहिले बाटोमा छ है, गाडीहरू हिँडिरहेछ बाटोमा छ। ड्युटी गयो सक्यो, आज सन्डे थियो, त्यहीबाट ड्युटीबाट आएर अनि हामी दुईजना चाहिँ आज यसो लोटसमा गएर अनि अब चाहिँ कुन फोन किन्ने भनेर प्लान बनाउँदै गरेर अनि फोन किन्ने प्लानमा पैसा चाहिँ अब सेलरी कुर्नुपर्छ, चेक गरेर मात्र आएको हो हामी खासमा। अनि ऊ मेरो साथी हो, ऊ पनि एउटा फोन चलाएर व्यस्त छ। अब घरमा बुढी भएको मान्छे, बुढीसँग बोल्दै होला। अनि म चाहिँ यसो भिडियो बनाउन त भनेर भिडियो बनाउँदै हिँडिरहेको छु है गाइज। यस्तै छ है मलेसियाको जिन्दगी, सेक्रेटी त्यसमाथि 30 दिनमा 30 दिनै काम, 12 घन्टा काम है, नन स्टप काम गर्नुपर्छ है। अनि यहाँ चाहिँ हामी यस्तो गल्ली छ, बाटो यस्तो गल्ली छ है, बाटो धेरै गल्ली छ। यता हेर्नु त्यस्तै गल्ली छ अनि यस्तो गल्ली छ। हामी चाहिँ यताबाट रुम जाँदैछ। अहिले चाहिँ 9:40 भयो, रातिको 9:40 भयो। अब गयो खानासाना खायो, बनायो, खायो, त्यस पछाडि झापा सुत्यो। बिहान फेरि जुरुक्क उठ्यो, तुरुक्क मुत्यो, ड्युटी कुद्यो। यस्तो गल्ली छ हेर्नु त है, हेर्दा पनि हिँड्दा पनि डर लाग्ने खालको गल्ली छ। अझ यस्तो गल्लीमा चाहिँ पुलिसहरूले भेट्यो भने र्याक बनाउँछ, पर्मिट भए पनि फोन चेक गर्न थाल्छ, के गर्न थाल्छ अनि गाह्रो बनाउँछ। अनि मलेसियामा बस्नेहरूले फोनमा जे पाए त्यही नराख्नु होला। फेरि पुलिसले भेट्यो भने उसले चेक गर्छ, फोनहरू चेक गर्दाखेरि त्यस्तो नराम्रो कुराहरू भेट्यो भने उसले फाइन तिराउँछ अथवा के गराउँछ कानुनमा। त्यही भएर त्यस्तो कुराहरू नगरौँ भन्छु। हामी चाहिँ यस्तो गल्लीमा हिँड्यौँ है, यो गाडी हिँड्ने रोड हो, हाम्रो रोड चाहिँ यो हो। अनि लगभग हामी रुममा आइपुग्न लागेको छ है गाइज। ऊ आफ्नै पारामा छ, हेर्नु नाचेर हिँडिरहेछ आफ्नै पारामा, टिकटक बनाउँदै आफ्नै पारामा छ मान्छे, हेर्नुहोस् नत्र। अनि